आफूले अहिले फेरि भइगयो भने ल मितबुवाको दैला मुनि हलहलेको साउ छ मितबुवाको दैला मुनि हलहलेको साउ छ देश विदेश गए पनि गाउँकै माया लाउँछ देश विदेश गए पनि गाउँकै माया लाउँछ दुध र घिउ खाने हो बुढेसकालमा म त बुढी गाउँमै जाने हो दुध र घिउ खाने हो बुढेसकालमा म त बुढी गाउँमै जाने हो दुध र घिउ खाने हो बुढेसकालमा म त बुढी गाउँमै जाने हो दिदीको लिन्छु दुध र घिउ खाने हो बुढेसकालमा म त बुढी गाउँमै जाने हो यो कुकुरले मलाई चिनो कुकुरले चिनो मलाई बल्या माइत भयो कि दिदी हुनुहुन्न चाहिँ यता हेर्नु त दिदी यता हेर्नु है बल्या माइत रहेछ दिदी कति जाति हुनुहुन्न छ दिदी धेरै वर्षदेखि यही सेवा गरेर बस्नु भएको रहेछ ओहो यस्तो स्वर्ग जस्तो ठाउँ छोडेर हामी त्यो 4 आनाको घडेरी किनेर पिच्च थुक्न नमिल्ने ठाउँमा बस्दा रहेछौँ हामी त हरामी नै हो हामी हरामी हो ल गाउँमै आएर यसरी बस्नुपर्छ क्या रहर लाग्दो गरी बस्नुपर्छ हो हाम्रो छोरी ज्वाइँ छोरीहरू त नभएको पनि केही छैन हो टौवा पनि छ भैँसी पनि छ कागती पनि रोप्नु भएको रहेछ अनि ऊ पनि हुँदो रहेछ यहाँ के अरे चियाका बुट्टा रोप्नु भएको रहेछ एउटा सुर्कामा अलैँची यो भन्दा तल के हो ल हेर मल खातो छ साग छ ट्याप्प टिपेर खाम जस्तो ल भैँसी छ यो कस्तो कुनामा न्यानो गरेर राखेका छन् भैँसी यस्तो ठाउँ छोडेर मान्छेहरू गाउँ छोडेर हिँड्ने आउँछु भन्थे छुट्टी नै पाइन नरौ सानो यो साल नि म आइन रोयो गाउँ बेसी अब त फर्केर आऊ है पसी छुट्टी नै पाइन नरौ सानो यो साल नि म आइन रोयो गाउँ बेसी अब त फर्केर आऊ है परदेशी छुट्टी नै पाइ नरौ सानो यो साल नि म आइन रोयो गाउँ बेसी अब त फर्केर आऊ बेसी अब त फर्केर आऊ है परदेशी
अब ता फर्केर आऊ है परदेशी।